हेलो एभ्रिवान, स्वागत छ मेरो नयाँ दिन नयाँ ब्लगमा। हामी चाहिँ बिहान बिहान आज घाँसमा हिँडेको है साथीहरू। आज अलि ढिलो भयो नि त, त्यही भएर छिटो छिटै चाहिँ गएको हामी चाहिँ। अहिले चाहिँ हामी आइपुगे साथीहरू घाँसमा। आज कतातिर काट्ने हो, घाँसको नामो निशान छैन। अहिले लबर बगान त्यो ओह्रालोमा जानुपर्छ, नालामा। लिएर आएँ मैले। यस्तो भिरमा जाने यता काट्नु हामी चाहिँ। यहाँ चाहिँ टाकी घाँस रहेछ साथीहरू। अब यो काटेर जानुपर्ने। लाने त्यहाँको पनि। अब चाहिँ नाम्नु पर्यो म चाहिँ ओह्रालोतिर साथीहरू। त है गाउँघरमा बसेको फाइदा साथीहरू हेर्नु, सब्जी चाहिँ धेरै किन्नु पर्दैन। यहाँ बुङ्गा म त यतापट्टि काट्नु पर्यो। अब चाहिँ के गरी बसेको नआएर खै फाल्नु। हेर्नु गाइस, यत्रो कोलबुङ्गा पायो। फेरि अर्को पनि भेटेछ साथीहरू। खै यस्तो छ जिन्दगी कान। हेर्नु साथीहरू, घाँसमा आएको बुङ्गा भेटियो। अब चाहिँ घाँस काट्नु सुरु। हामी चाहिँ दुईवटा दाम्चा पनि लगेर जानु पर्यो साथीहरू गाईको लागि। यति नै घाँस पायो हो यहाँ नालामा चाहिँ। अब फेरि कटहरको पत्ता लिएर जानुपर्छ। रस्तो चाहिँ यो हाम्रो। अब चाहिँ हामी हिँडेको साथीहरू, घाँस नपाएर के भन्नु। हेर्नु साथीहरू, आमको फुल कस्तो फुलेको छ। यता चाहिँ सानो सानो भएको छ। यहाँ चाहिँ पहिला कोकी मान्छेहरू बसेको रहेछ साथीहरू। अनि त्यहाँदेखि कोकी मान्छेहरू कोही मऱ्यो भने चाहिँ फुल लगाएको छ। यहाँ चाहिँ मान्छे गाडेको छ हो, कोकी मान्छेको। अन्त त्यहाँ पनि फुल देखिरहेछ हो, त्यहाँ पनि मान्छे गाडेको छ। अनि यहाँ पनि उनीहरूको चाहिँ मान्छे मऱ्यो भने चाहिँ त्यो मान्छे गाडेको जग्गामा चाहिँ यसरी फुल लगाउँदो रहेछ साथीहरू। अन्त उता पनि 2-3 जग्गा छ। यहाँ एक जग्गा, अन्त त्यो एक जग्गा छ। त्यो चाहिँ चिहान है साथीहरू, मान्छे मरेको यस्तो छ। यहाँ चाहिँ पहिला कोकीहरूले लगाएको आमको रुख, कटहर। अनि यहाँ चाहिँ तेत्तिलीको मरे। अब मेरा बुढ़ा चाहिँ घाँसमा उठ्न तैयार के साथ है। आप लोग देख सकते हैं घाँसमा उठ्नलाई पुरा तयारी। वाह वाह। गाई पाल्नु चाहिँ सजिलो छैन।
यो चाहिँ पहिला कोकीहरूको स्कुल थियो अरे साथीहरू यो चाहिँ भत्केर खतम छ अहिले चाहिँ हामी चाहिँ अब त्यति नेपालीबाट त्यतिले के भन्छौ इम्ली भन्दैन इम्ली हिन्दीबाट भन्छ तितली टेन खानु जाँदैछु है साथीहरू पहिला यो कोकीहरूले लगाएको यो टाकटुक बगान चाहिँ पहिला तितौरा भन्ने त के हो त्यो हामी चाहिँ जाँदैछौँ त्यहाँ मेरो बुढोले चाहिँ घाँस झार्ने सम्ममा चाहिँ हामी चाहिँ तितली खानु जानु पर्यो कोही पल्लो गएको न एकछिन पुगेर आउनु पर्यो कतिको फलेछ यो पनि सबै कोकीहरूले लगाएको यो चाहिँ नरिवलको घाँस ओ माथि जानु भन्नु पर्दैन तितलीको घाँस कति छ यहाँ चाहिँ साथीहरू घाँस दाउरामा गाई चराउन आयो भने चाहिँ के खाने कुरो पाउँछ के खानु पाउँछ मेरो चुली यस्तो भएको छ हो जगटा साथीहरू मैले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यति धेरै पाइसक्यो यहाँ पनि चाहिँ मार्छ बेसी खानुहुन्न मार्छ मलाई बडीले बेसी खानु ज्वरो फुट्छ काँचो के गर्नु पर्दैन हिँड त्यही भयो हेर्नु सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ गाई के भन्छ घाँस दाउरामा अनि गाई चराउन आयो भने साथीहरू सबै चिज खानु पाउँछ कटहर अनि आम इमली अनि भकुटे सबै खानु पाउँछ सब्जीहरू पनि पाउँछ बुङ्गा तामा निङ्ग्रो सबै पाउँछ साथीहरू अनि गाउँघरमा बस्नु चाहिँ रमाइलो लाग्छ यस्तै छ अहिले मेरो बुढा चाहिँ उहाँ घाँस काटिरहेको छ अहिले कराउनु हुन्छ अब चाहिँ जानु पऱ्यो हामी साथीहरू कतिवटा तिनवटा छ होला है माथि त नि तिनवटा घाँस छ होला ल जाउँ भयो आइज त्यसले सन्तोषीले चाहिँ खोजिरहेको छ आइज मैले ल्यायो यो आम त कत्रो फल्छ नि तर के गर्नु अमिलो नअमिलो खानै सक्दैन त्यो पनि छोड्दैन मान्छेले आइज ल त अब चाहिँ घरमा लागेको हामीहरू आजको भिडियो चाहिँ यति नै हो बाइ बाइ